सोमबार राजविराज नगरपालिका 9 मलेट स्थित एक गोदामबाट 24 क्विन्टल भन्दा बढी गाँजा र झण्डै 1 करोड रुपियाँ बराबरको सामग्री बरामद भयो। घटनाको अनुसन्धानको क्रममा गोदामको रेखदेख गर्ने भारत बिहार राज्यको मधुबनी जिल्ला कुकुरदौरा ग्राम पञ्चायत वडा नम्बर 10 छातापुर बस्ने 66 वर्षीय रामनारायण यादवलाई पक्राउ गरियो। पक्राउ परेका रामनारायण यादव गाँजा तस्करीको आरोप लागेका रोशन यादव भनिने राजेश कुमार यादवको नातामा पर्ने ससुरा हुन्। रोशन रामनारायणका नाति ज्वाइँ रहेको शुक्रबार पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवड़ाले जानकारी दिए। यसमा चाहिँ रोशन यादवको हो भन्ने छ। अब रोशन यादवको नाम पनि रोशन यादव नभएर अन्यै हो। रोशन यादव नभएर टाइटल चाहिँ रोशन यादव, बाँकी चाहिँ उहाँको आफ्नो के भन्छ आधिकारिक डकुमेन्टमा चाहिँ अर्कै नाम छ भन्ने आएको छ। अब यो चाहिँ हामी अनुसन्धानबाट खुलाएपछि अनि त्यसपछि हामी लिन्छौँ। अनि उहाँ रामनारायणजी चाहिँ रोशनजीको सम्बन्धको मान्छे हो भन्ने कुरा आइरहेको छ हो।